नमस्कार। ज्योतिष राजको तर्फबाट अब सुरु गरौँ वृश्चिक राशिको वार्षिक 2082 सालको फलगणना। वृश्चिक राशि भएको व्यक्तित्वहरूको लागि यो वर्ष राम्रो रहेको छन्। राम्रो यस प्रकारले रूपान्तरणको समय रहेको छन्। आत्मबल बलियो हुनेछ, गोप्य कुराहरू सफल हुनेछन्। मानसिक बल यानि तपाईँको मनोबल, मेन्टल हेल्थ यो वर्ष पोहोर वर्षभन्दा अलि राम्रो हुनेछन्। पहिले गरेको मेहनतहरूको फल यो वर्ष दिने समय रहेको छन्। सम्बन्धमा गहिराई हुनेछ, या कुनै सम्बन्ध गाँच्नु भएको छ या कुनै सम्बन्ध रहेको छन् भने समय तपाईँको रहेको छन्। कुरा गरौँ प्रत्येक राशि जस्तो विवाह, प्रेम सम्बन्ध, शत्रु, मुद्दा मामिला, शिक्षा, अध्ययन, प्रतियोगिता, विदेश यात्राको अवसरहरू, स्वास्थ्य, धन सम्पत्ति, पारिवारिक जीवन, व्यवसाय, जागिर, पदोन्नति, शुभ अशुभ रंग, अंक र महिना। यहाँबाट सुरु गर्दैछु। सबभन्दा पहिले विवाह र प्रेम सम्बन्ध। प्रेम सम्बन्धमा गहिरो समझदारी र भावनात्मक एकअर्काको मिलेर जाने योग परेको छ। पहिलो टुटेको सम्बन्ध यस वर्ष मिलेर जाने योग पनि परेको छ। विवाह योग्यको लागि जसको विवाहको समय भइसकेको छ, माघ र फागुनको महिना यो समय रहेको छ, तर विवाहको समय चाहिँ नै हुनुपर्ने जरुरी छ। विवाहित जसको विवाह भइसकेको छन् भने सुरुवातमा केही तनाव यानि वैशाख, जेठ, अषाढ, श्रावणसम्म चाहिँ अलिकति तनाव देखिन्छ, त्यसपछि फेरि मिल्दै जान्छन्। अब तनावको कुरामा एउटा कुरा ध्यान दिएर अगाडि बढ्नु पनि जरुरी छ। तनाव कसलाई हुँदैन र? के चिजलाई तनाव हुँदैन र? हैन, अहिले मैले यो हेरेको छु, यहाँहरूको म्यासेजलाई मैले हेरेको छु। गुरु मेष राशि पनि खतम छ, वृष राशि पनि खतम छन्, मिथुन पनि खतम, कर्कट पनि खतम, सिंह पनि खतम, कन्या पनि खतम, तुला पनि खतम। राम्रो गर्न सिक्नु पर्यो नि त, हैन? विश्वमा कति छोला यो राशिहरू, हैन त? सो हामीले कोसिस के गर्नु पर्यो भने राम्रो गर्दै लिएर जानु पर्यो। हामीले गर्ने कर्तव्य गर्दियौँ, बाँकी छोड्दियौँ, हैन त? सो यो कुराहरूमा विशेष गरी ध्यान दिनु पर्यो। तनाव जुन छ त्यो तनावलाई हामीले अन्डरस्ट्यान्डिङ होइन, सेक्रिफाइस पहिले गर्नु पर्यो, अनि बल्ल कुरा मिल्छ। कुरा अगाडि बढौँ। शत्रु मुद्दा मामिला, विशेष गरी प्रतिस्पर्धी जो मुद्दा मामला लड्दै हुनुहुन्छ, शत्रुहरू माथि तपाईँको विजय प्राप्त छ यो वर्ष। कानुनी विषयमा अनन्त तपाईँको पक्षमा फैसला आउने चान्सेसहरू पनि बलियो देखेको छ। पेसेन्स र लङ भएर फोकस भएर सोच्नु भयो भने यो वर्ष तपाईँको लागि पक्कै पनि राम्रो भएको छ। शिक्षा, अध्ययन र प्रतियोगिता, अनुसन्धान, मनोविज्ञान, मेडिकल वा गहिरो विषय अध्ययन गर्नको लागि यो वर्ष वृश्चिक राशिहरूको लागि यो सब्जेक्ट लिँदै हुनुहुन्छ भने तपाईँको लागि राम्रो छन्। र प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने कुनै पनि प्रतिस्पर्धाको लागि सिभिल सेवा तयारी गर्नको लागि उत्कृष्ट विशेष समय चाहिँ नै माघ र चैत महिना रहेको छन्। यो कुरामा ध्यान चाहिँ दिनुपर्ने जरुरी छ। विदेश यात्रा र अवसरको कुरा गरौँ। विदेश यात्राको लागि चाहिँ विदेश सम्बन्धी कुनै योजना बनाउँदै हुनुहुन्छ भने मन्द गतिमा अघि बढ्न सक्छ, तर अन्त्यमा सफल चाहिँ तपाईँको हुने जरुरी देखिन्छ। श्रावणपछिको राम्रो प्रगतिहरू मैले देखिराखेको छु। स्वास्थ्यको कुरा अगाडि बढौँ। स्वास्थ्यमा गुप्त रोग, रगत सम्बन्धी समस्या वा मानसिक तनाव पर्ने योग देखिएको छ। यसको लागि यहाँहरूले प्रत्येक दिन ध्यान, योग, मेडिटेसन र डाक्टरलाई राम्रो सल्लाह लिनुपर्ने जरुरी छ र अगाडि बढेर जान सकिन्छ। धन र सम्पत्ति, अप्रत्यक्ष रूपले धन आउनेछन्, धन लाभ हुनेछन्। बोनस, बिमा, लटरीहरू तपाईँलाई पर्ने चान्सेस बलियो भएको छन्। पुरानो ऋणहरू फिर्ता हुन सक्छन्। यो कुरामा विशेष रूपले धन र सम्पत्तिमा ध्यान दिन सक्नुहुनेछन्। पारिवारिक जीवनमा सम्बन्ध गहिरो र भावनात्मक रूपले राम्रो बनेर जानेछन्। धर्म कर्ममा राम्रो क्रियाकलाप हुने माहौल देखिन्छ। परिवारमा बानीमा नियन्त्रण गर्नुपर्ने जरुरी छ। बानीमा नियन्त्रण जति गर्नुहुन्छ उति तपाईँको लागि यो वर्ष राम्रो भएर जानेछन्। परिवारमा व्यवसाय, जागिर र पदोन्नतिको कुरा गरौँ। गुप्त योजनाहरू र नीतिहरू, नेतृत्वका क्षेत्रहरूमा लाभ हुने योग देखिन्छ। जागिरमा सरुवा र महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने यो वर्ष जरुरी छ। जिम्मेवारी प्राप्त हुनेछन्, त्यसलाई वहन गर्नु पर्यो। व्यापारमा रिस्क लिए पनि लाभ भएर जाने योगहरू देखिरहेको छु। माघ र चैत महिनामा विशेष लाभ हुने योगहरू देखिरहेको छु। शुभ र अशुभ महिना, कार्तिक, माघ, चैत्र शुभ महिना रहेको छन् भने पुष र असार तपाईँको लागि अशुभ महिना रहेको छन्। रंग चाहिने वृश्चिक राशिको लागि रातो रंग यो वर्षभरि रहनेछन् भने वृश्चिक राशिको लागि 9 नम्बर यो वर्षभरि लकी रहनेछन्। राशिले जे जस्तो भने पनि ग्रह कुण्डलीमा ग्रहको अवस्था बलियो छन् भने यहाँहरूको राम्रो भएर जान्छन्। आत्ती हाल्नुपर्ने जरुरी छैन।
ओम अम अंगारकाय नमः। ओम अम अंगारकाय नमः 108 चोटि सूर्योदयभन्दा पहिले र सूर्यास्तपछि। सूर्यले कसैलाई छुटाएको छैन, कुनै पनि ग्रहले कसैलाई पनि छुटाएको छैन। सबै एक समान हुन्। हामी अगाडि बढेर जानुपर्छ। सबै ग्रह राम्रो छन्, मेषदेखि मीन राशिसम्म। फर्ममा अरूले आफ्नो काम गरौँ, आफूलाई आफै डोमिनेट नगरौँ। आजबाट अगाडि बढेर जानुपर्ने हुन्छन्। जीवन यसरी नै चल्छ, चलिरहनेछन्। नमस्कार।